सो हजुरले चाहिँ ब्याङ्क अकाउन्ट क्रिएट गरिसकेपछि अर्को कुरा हामीले ध्यान दिनुपर्ने भनेको चाहिँ ट्याक्सेसन हो होइन, जहाँ चाहिँ हजुरको बिजनेस को नेचर हेरेर तपाईँको ट्याक्सेसन्सहरू फरक रहन सक्छ अथवा राख्नुपर्ने अवस्था आउनसक्छ। त्यो बेलामा हामीले ट्याक्सेसनमा ध्यान दिनुपर्ने हुन्छ। तर ट्याक्सेसनमा जानु अगाडि म हजुरलाई 2-3वटा कुराहरू चाहिँ बुझाउन अथवा देखाउन चाहेँ। जस्तो हजुरको यो राइट बारमा चाहिँ बिएस र एडी दिएको छ। भन्नुको अर्थ चाहिँ तपाईँले हजुरको क्यालेन्डर चाहिँ एडी अथवा बिएसमा सेट गर्न सक्नुहुन्छ। जस्तो यहाँ बिएस भएको ठाउँमा यसरी क्यालेन्डरमा अहिले बिएसमा छ होइन, नेपाली डेटमा छ। अब एडी गरेको खण्डमा त्यही हिसाबले चेन्ज हुने भयो र तपाईँले एडी र बिएस चेन्ज गर्दै गर्दाखेरि चाहिँ तपाईँको बिजनेस ट्रान्जेक्सन्सहरू पनि त्यही हिसाबले एडी र बिएसमै चाहिँ सेट हुने हुन्छ अथवा रेकर्ड हुने गर्छ। अर्को छ ल्याङ्ग्वेज, जहाँ चाहिँ इङ्ग्लिस र नेपाली, जसले गर्दा चाहिँ सजिलैसँग युजरले चाहिँ आफूलाई कुन चाहिँ ल्याङ्ग्वेजमा प्रिफर गर्नुहुन्छ अथवा सजिलो लाग्छ, इङ्ग्लिस अथवा नेपाली होइन, त्यही हिसाबमा चाहिँ तपाईँले आफ्नो ल्याङ्ग्वेज चुज गरेर सेट गर्न सक्नुहुन्छ। मैले अहिलेलाई इङ्ग्लिसै राखेँ। अर्को छ यहाँ लाइट मोड र डार्क मोडको एउटा अप्सन, जहाँ चाहिँ हामीले अलिकति युजर्सहरूलाई एउटा फ्रेन्डली होइन, युजर फ्रेन्डली अलिकति एक्सेस होस् भनेर चाहिँ हामीले लाइट मोड र डार्क मोडको पनि अप्सन राखेको छौँ, जुन चाहिँ हजुरहरूले एक्सप्लोर गर्न सक्नुहुन्छ। साथै यहीँबाट सर्च अप्सन पनि छ। अर्को कुरा जान्नुपर्ने भनेको चाहिँ यहाँ दिस मन्थ फेब्रुअरी भनेर छ। यो भनेको चाहिँ तपाईँको सर्टेन मन्थको मात्र चाहिँ तपाईँको इन्कम एक्सपेन्सेसहरू हो होइन। जस्तो यहाँ मैले नेपालीमा चेन्ज गरेँ नि, यहाँ फागुन भनेर आयो। जस्तो यो चाहिँ फागुनको मात्र इन्कम एक्सपेन्सेस रेकर्ड हुने भयो। अब यदि चैत हो भने यहाँ दिस मन्थ चैत भनेर त्यही हिसाबको स्न्यापसट्सहरू आउने भयो। जबकि यता ब्याङ्क क्यास वालेटमा चाहिँ हजुरको इन्टायर तपाईँको ब्याङ्क अकाउन्ट अथवा अकाउन्टकै भनौँ न ट्रान्जेक्सन्स मेन्टेन हुने भयो होइन, अमाउन्टहरू। सो यति गरिसकेपछि हामीले अब ट्याक्सेसनमा जाउँ। सो ट्याक्सेसनमा गइसकेपछि हामीले देख्छौँ यो दुईवटा जुन चाहिँ बाई सिस्टम डिफल्टमा राखिएको हुन्छ, 13% भ्याट र ट्याक्स एक्जम्प 0%। यो चाहिँ हजुरले इनेबल डिसेबल गर्न सक्नुहुन्छ तपाईँको निड अनुसार होइन। अब इनेबल गरेको खण्डमा तपाईँको बिलिङ इन्भोइसहरूमा चाहिँ अप्सनमा आउने भयो बिल गर्नलाई। तपाईँको डिसेबल गरेको खण्डमा चाहिँ तपाईँको अप्सन्समा देखिँदैन होइन। अब योभन्दा बाहेक पनि तपाईँको कुनै ट्याक्सेसन्स लागु हुन्छ अथवा निड छ, आवश्यक छ भने चाहिँ हजुरले प्लस बटनमा थिचेर चाहिँ यसरी सजिलैसँग चाहिँ रेकर्ड अथवा अपडेट गर्न सक्नुहुन्छ। जस्तो मैले उदाहरणको लागि यहाँ मैले अहिले कस्टम ड्युटी भनेर राखेँ र 25% लगाएँ र मैले इनेबल थिचेँ। अब यसले गर्दा चाहिँ मेरो बिलिङ इन्भोइसमा चाहिँ बाई डिफल्ट अप्सनमा आउँछ कि कस्टम ड्युटी हाल्ने कि 13% भ्याट हो कि ट्याक्स एक्जम्प भनेर आउँछ। यसरी गर्न सकियो। मैले चाहिँ यसलाई डिलिट पनि गर्न सकिन्छ हामीले क्रिएट गरेको ट्याक्सेसनलाई चाहिँ यसरी आर्काइभमा गएर चाहिँ सजिलैसँग हटाउन पनि सकिन्छ। जबकि यो सिस्टम डिफल्टमा राखेको कुराहरू चाहिँ हटाउन सकिँदैन, सिम्पली इनेबल डिसेबल मात्र गर्न सकिन्छ।